बैराखीका बाजा मन कुरुरुरु बुझाउने कसरी लाला छैन झेउडी पार्न सुरुरुरु। ओ मिम्दाई हुँदैन र? ओहो मिम्दाई के बैराग लागे जस्तो गर्नु भएको के रङमा आए बढेर भाइ काइला केर्ने बैरागी त छन्। घरबाट आएर बजार छ दुल दाल पाने राम्रो माल ताल मार्बल गेट नाइट हालौँला भनेर आएँ। कहीँ खोजी खोजी भौतरिया कहीँ पाएन नि, यहाँ बैरागी लगाएर पनि पल्टिया छ। ओहो हेर यिनका बुद्धि। टाइल मार्बल ग्रेनाइटको लागि सुर खेतमा यस्तै भौतै नै पर्ने। केर्ने त भाइ बजारभरि डुल्लासम्म डुले ब्रान्डेड टाइल कहीँ पनि नपाइने रहेछ अब केर्ने। ओहो हजुर यस्तो बुझेको मान्छेले मिम्दा यसो भनेको त सुहाएन नि। यत्रो यो जमानामा मोबाइल हेर्नुहुन्छ, टिभी हेर्नुहुन्छ, हरेक कुराहरू हेर्नुहुन्छ, हजुरलाई केही पनि थाहा छैन है? यस्तै भाइ त्यो थाहा पाए त्यो सरासरी भाइ नि म उड्नु म भन्छु हजुरलाई काम आउँछ भनेर। यहाँ उड्नु सुन्नुहोस् अब सुर्खेतको मूलपानी चोकमा सगरमाथा मार्बल हाउस भन्ने टाइल मार्बल पसलको नाम सुन्नु भएको छ कि नै? सगरमाथा मार्बल हाउस। सगरमाथा मार्बल हाउस भाइ यार मूलपानी चोकसम्म त गए त म कहाँ छ भाइ? मूलपानी चोक भन्दा थोरै अगाडिपट्टि जानु होला एउटा ठुला प्लोको रुकाउँछ हो, त्यो प्लोसम्म पुग्नु पर्दैन। अझै यतापट्टि बिचमा सगरमाथा मार्बल हाउस भनेको ठुलो सिसा लगाएको घर छ। अगाडिपट्टि ढुङ्गा राखेको छ, ग्रेनाइटहरू राखेको छ। जाइनेमा एकदम होलसेल रेटमा तपाईँको घरसम्मै पुगाइदिन्छ। फेरि घरसम्म लिने बेलासम्म बाटामा फुट्यो नि फिर्ता लागि नयाँ पेस दिन्छ। सगरमाथा मार्बल हाउस रहेछ त्यो पसलको नाम। फेरि भाइ राम्रो टाइल पाइन्छ त? अरे दाइ इन्डियाको 1 नम्बर ब्रान्डेड खजरियाको टाइल र नेपालको 1 नम्बर ब्रान्डेड नेभोबिल टाइल होलसेल मूल्यमा पाउँछ नि। भाइ मलाई बाटो देखाइदिए त्यो कहाँ पसल देखाइदिए तपाईँलाई म देखाइदिन्छु हेर्नु। तेरिका त्यो पसल यार तेरिका यस्तो सुर्खेतको 1 नम्बर टाइल मार्बल पसल पनि तपाईँलाई म देखाउँछु आज। तपाईँ पनि याद तेरिका दाइ यहाँ आउनुहोस् ल हेर्नु त अगाडि के लेखेको छ नेपालीमा लेखेको त चिन्नुहुन्छ नि त्यो अक्षर के लेखेको छ हेर्नु त राम्रोसँग। सगरमाथा मार्बल हाउस नगर मूलपानी चोक 3 सुर्खेत। ओ माथि कजेरियाको टाइल, तल हेर्नुहोस् नेबो बिटको टाइल। बाहिरबाट हेरेर त यति खुसी हुनु, भित्र हेर्नु न एकछिन। तेरी भाइ यति रह ल यहाँ आउनुहोस् ल हेर्नुहोस् अब के हेर्नु लगे त हेर्नु टाइल ल हेर्नुहोस् यिनीहरू टोइलेट बाथरुममा हाल्ने यिनीहरू के हुन् बेसिनहरू छन्, यहाँ तपाईँको धाराहरू छन्, सबै छन्। टाइल मार्बल ग्रेनाइटको त फ्याक्ट्री जस्तै छ त धेरै धेरै डिजाइनहरू छन्। यति राम्रो छ। त्यो पछाडिपट्टि गोदाम हो, त्यो बहुत छ त्यसम्म पुरै गोदाम भाइ छोडिदिनु कुरा तपाईँ एक होइन तपाईँ 100 पिस लिनु भयो नि त्यो सबै ल राम्रो रहेछ त भाइ यार। बाँकी कुराकानी अब